यसले तपाईँको किडनीलाई एकदम स्वस्थ पनि बनाउँछ र साथै यसको संरचना तपाईँले देख्नुभयो भने हड्डी जोडिएको जस्तो देखिन्छ है। एकदमै यहाँ हेर्नुहोस् है, यहाँ आँख्ला 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 भएर जोडिएको छ र हड्डी यदि तपाईँको हड्डीको समस्या छ, भाँचिएको मड्केको छ भनेदेखि तपाईँले यसलाई 20 देखि 25 ग्रामसम्म उमालेर खानुभयो भने मात्रै पनि तपाईँको त्यो हड्डीको जुन भाँचिएको टुटेको समस्याहरू छ त्यसमा पनि एकदमै यसले फाइदा दिने गर्छ। यो एकदमै यसलाई पनि भन्छौँ हामी कुरकुरे नै हो, तर यो ठुलो खाले कुरकुरे जार हो। एउटा सानो खाले हुन्छ त्यो जो चाहिँ एकदमै त्यसको हाइट 1 फुटभन्दा ज्यादा हुँदैन, तर यो लगभग तपाईँको 2-2.5 फुटभन्दा अग्लो हुन्छ यो चाहिँ है। तपाईँहरूले यदि तपाईँकोतिर छ भनेदेखि यसलाई पनि तपाईँले सुकाएर पनि प्रयोग गर्न सक्नुहुन्छ, या त काँचै पनि तपाईँले उमालेर यसको प्रयोग गर्न सक्नुहुन्छ। यो कुनै यसमा कुनै साइड इफेक्ट छैन है। यदि हो यसमा यो खाएपछि तपाईँलाई पिसाब बहुत आउने गर्छ है, मूत्रवर्धक भएको हुनाले, र यसलाई राति चाहिँ नखानु होला, तपाईँले दिउँसो यसलाई सेवन गर्न सक्नुहुन्छ। र बिहानदेखि लिएर तपाईँले बेलुकीको 4 बजीभित्रमा तपाईँले यसको मजाले सेवन गर्न सक्नुहुन्छ। र 6 बजीदेखि 7 बजी 6 बजीदेखि अथवा 7 बजीदेखि उता तपाईँले रात्रिको समयमा यसलाई प्रयोग नगर्नु होला।